हुन्छ यहाँहरू सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। अनि मलाई विश्वास छ तपाईहरू सबैजना आफ्नो ठाउँमा सुरक्षित अनि शान्ति साथ रहनु भएको छ। अनि परमेश्वरको अनुग्रहको कारणले आज हामी सबै कुराहरूद्वारा सुरक्षित नै छौँ, किनभने हामी हेर्छौँ भनेदेखि अहिले हाम्रो वरपर विभिन्न किसिमको डरलाग्दो महामारीका कुराहरू हामीले देखिरहेका छौँ अनि सुनिरहेका छौँ। अनि ती कुराहरूले कतिपय समयमा हामीलाई निराश बनाउँदछ, तर पनि तपाईँ अनि मेरो साथमा चाहिँ हाम्रो शक्तिशाली परमेश्वर हुनुहुन्छ अनि जसको सुरक्षा जहिले पनि हाम्रो साथमा रहि नै रहनेछ निरन्तर। अनि आजलाई मात्र हैन तर भोलिलाई मात्र हैन तर सदा सर्वदाको निम्ति। अनि उनै परमेश्वरलाई फेरि पनि आराधना गर्न हामी सबैजना अनलाइन संगतिद्वारा हामी भेला भएका छौँ। मलाई विश्वास छ तपाईहरु आफ्नो ठाउँबाट आफ्नो सहभागिताहरू जनाउनु भएको छ। आउनुहोस् हामी सबैजना मिलेर एउटै आत्माको एउटै मनको भएर उनै परमेश्वरलाई हामी आदर अनि महिमा अनि भक्ति चढाउनेछौँ भजन अनि कोरसहरू गाउँदै। आउनुहोस् हामी सबैजना हाम्रो हृदयलाई हामी तयारी बनाउनेछौँ अनि हामी भजन अनि कोरसहरूलाई गाउँदै उहाँको स्तुति गर्नेछौँ। सुनाउने छु मेरा ओठहरू म बन्द गर्ने छैन। म मेरो हृदयमा तपाईको धार्मिकतालाई लुकाउँदिन। तपाईको विश्वासता म घोषणा गर्नेछु। तपाईको विश्वासता म घोषणा गर्नेछु। तपाईको प्रेम सत्यता म सदा गाउनेछु। तपाईको प्रेम कृपामा म हर्षित हुनेछु। तपाईको प्रेम सत्यता म सदा गाउनेछु। तपाईको प्रेम कृपामा म हर्षित हुनेछु र गाउनेछु। सुरक्षित छु यो प्रेममा र गाउनेछु। सुरक्षित छु यो प्रेममा गाउनेछु। सुरक्षित छु यो प्रेममा। यस प्रभु, तपाईको प्रेममा हामी सुरक्षित छौँ। हामी तपाईको प्रेमको गीतहरू गाउनेछौँ अनि तपाईमा हामी हर्षित हुनेछौँ, किनकि तपाईँ मात्र हाम्रो परमेश्वर हुनुहुन्छ जो शक्तिशाली हुनुहुन्छ, जसले हरेक परिस्थितिहरूलाई कन्ट्रोल गर्नुहुन्छ प्रभु। अनि यी समयमा हामी जुन कष्टको अवस्था भएर हामी गइरहेका छौँ, हामी लकडाउनमा छौँ प्रभु, तर पनि प्रभु यो अवस्थामा हामी तपाईको आदर गर्न आएका छौँ। तपाईलाई हामी आराधना चढाउन आएका छौँ, किनकि तपाईको नाम शक्तिशाली छ अनि तपाईँ हाम्रो सहारा हुनुहुन्छ। तपाईँ हाम्रो किल्ला हुनुहुन्छ अनि तपाईँ हाम्रो चट्टान हुनुहुन्छ, जसमा हामी आनन्दित हुन सक्छौँ, जसमा हामी सुरक्षित हुन सक्छौँ प्रभु। आज प्रभु सारा संसार त्रासमा छ, तर प्रभु हामी तपाईमा सुरक्षित छौँ प्रभु। संसारले ती कुरालाई महसुस गर्न सकेका छैनौँ, तर प्रभु हामीले त्यो कुरालाई महसुस गरेका छौँ, किनकि तपाईँ हाम्रो साथमा हुनुहुन्छ प्रभु। तपाईको शक्तिशाली हात हाम्रो साथमा छ। तपाईँ हाम्रो सहारा हुनुहुन्छ प्रभु। हाम्रो दुःखको परिस्थितिमा, हाम्रो कष्टको परिस्थितिमा तपाईँ जहिले पनि हामीलाई हात दिन तयार हुनुहुन्छ प्रभु। प्रभु तपाईको वचनले हामीलाई सान्त्वना दिँदछ। हामी जुन समयमा हामी कमजोर हुन्छौँ, तपाईको वचनले हामीलाई सान्त्वना दिँदछ, किनकि तपाईको वचन सत्य अनि जीवित छ प्रभु। भजन सङ्ग्रह 71 को 16 र 17 भन्दछ, हे परम प्रभु परमेश्वर,
तपाईका शक्तिशाली कार्यको म घोषणा गर्नेछु। तपाईका धार्मिकताको मात्र म घोषणा गर्नेछु। हे परमेश्वर, युवा अवस्थादेखि तपाईले मलाई शिक्षा दिनुभएको छ। आजको दिनसम्म तपाईको उद्योगका कार्यहरूको म घोषणा गर्दछु। यस प्रभु, हामी प्रभु तपाईको उद्योगको कार्यहरूको हामी घोषणा गर्न यो ठाउँमा छौँ। तपाईको धार्मिकताको घोषणा गर्न हामी यो ठाउँमा छौँ। प्रभु, आज तपाईको त्यो शक्तिशाली कार्यको घोषणा गर्न हामी प्रभु यो ठाउँमा उपस्थित भएका छौँ। किनकि आज सारा संसारले तपाईको सुसमाचारलाई सुनेका छैनन्। आज सारा जातिले तपाईँ मात्र सत्य परमेश्वर हो भनी जान्नु पर्नेछ प्रभु। अनि त्यो सुसमाचार सुनाउने अभिभार तपाईले आज हामीलाई दिनुभएको छ प्रभु। प्रभु, हामीलाई साँच्चीकै तपाईको सुसमाचार सुनाउनको निम्ति, तपाईको वचनहरू मानिसहरूको बीचमा पुर्याउनको निम्ति हामीलाई तपाईले सहायता गर्नुहोस्। हामी आफूमा मात्र त्यो सुसमाचार अनि तपाईको वचनको सत्यतालाई सीमित राख्ने होइन, तर यो वचनलाई हामी अरूको बीचमा बाँड्न सकौँ। किनकि तपाईले हामीलाई संसारको ज्योति बनाउनु भएको छ। तपाईले हामीलाई संसारको नुन बनाउनु भएको छ। त्यसैले प्रभु, हामी साँच्चीकै नुनले स्वाद दिए जस्तै अरूहरूलाई पनि स्वाद दिन हामी सकौँ प्रभु। अनि अन्धकारमा हामी ज्योति बनेर चम्किन सकौँ। हामी प्रभु त्यसैको निम्ति आज तपाईले हामीलाई चुन्नु भएको छ प्रभु। आज सारा जातिले त्यो ज्योतिलाई देख्नु परेको छ प्रभु। सारा पृथ्वीले तपाईँ मात्र परमेश्वर अनि तपाईँ मात्र मालिक हुनुहुन्छ भनी जान्नु पर्नेछ प्रभु। आज हामी तपाईको सुसमाचारको घोषणा गर्न हामी यो ठाउँमा उपस्थित भएका छौँ। यस प्रभु, हामी सारा जाति मिलेर आज तपाईँ परमेश्वरको नाउँको घोषणा गर्दछौँ। प्रभु, तपाईको उपस्थितिमा हामी आउँदैछौँ। धन्यवाद छ प्रभु, तपाईले हामीलाई चुन्नु भएको निम्ति। धन्यवाद हामीलाई बोलाउनु भएको निम्ति। यस प्रभु, सबै जातिका परमेश्वर, सारा पृथ्वी र स्वर्गको मालिक, सबै जातिका परमेश्वर, सारा पृथ्वी र स्वर्गको मालिक, तपाईको नाम उच्च येशूलाई पुज्नु पर्छ। सारा संसारले येशूलाई देख्नु पर्छ। सारा मानिसले येशूलाई पुज्नु पर्छ। कारण तपाईँ मात्र राजा
जातिले येशूलाई चिन्नु पर्छ सारा नेपालीले येशूलाई पाउनु पर्छ कारण तपाईँ मात्र राजा र प्रभु एक मात्र परमेश्वर कारण तपाईँ मात्र राजा र प्रभु एक मात्र परमेश्वर सबै जातिका परमेश्वर सारा पृथ्वी र स्वर्गको मालिक सबै जातिका परमेश्वर सारा पृथ्वी र स्वर्गको मालिक तपाईँको नाम उच्च पार्छ तपाईँको शक्तिको बढाइ गर्छ तपाईँको नाम उच्च पार्छ तपाईँको शक्तिको बढाइ गर्छ तपाईँको नाम उच्च पार्छ तपाईँको शक्तिको बढाइ गर्छ यस लर्ड तपाईँको नाम उच्च पार्छौँ अनि तपाईँको शक्तिको बढाइ गर्छौँ किनकि तपाईँको शक्तिभन्दा बढी अरू केही पनि छैन प्रभु आज सारा जातिले अनि सारा संसारले प्रभु तपाईँलाई प्रभु भनेर चिन्नु पर्दछ प्रभु अनि प्रभु तपाईँ मात्र राजा अनि तपाईँ मात्र परमेश्वर हुनुहुन्छ भनेर सबै जातिले चिन्नुपर्ने कुराहरू छ प्रभु आज साँच्चीकै हामीलाई त्यसैको निम्ति तपाईँले बोलाउनु भएको छ साँच्चीकै तपाईँको सुसमाचारलाई दिनदिनको जीवनमा हामी घोषणा गर्दै हिँड्न सकौँ हामी हरेकलाई त्यो शक्ति अनि सामर्थ्य तपाईँले दिनुहोस् ताकि तपाईँको सुसमाचार चाहिँ हामी प्रभु बोल्डनेसका साथ अनि कन्फिडेन्सका साथ मानिसहरूको बिचमा बाँड्न सकौँ धन्यवाद छ प्रभु तपाईँले हामीलाई यो कष्टको परिस्थितिमा पनि तपाईँको महिमा गर्नको निम्ति यो समय अनि अवसरहरू दिनुभएको निम्ति हामी तपाईँलाई धेरै 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 धन्यवाद दिँदछौँ प्रभु निरन्तर तपाईँको कृपा यसरी नै हामी प्रत्येकको साथमा तपाईँले बनाइराख्नुहोस् आज सारा मण्डलीलाई प्रभु त्यो उत्साह त्यो शक्ति अनि त्यो शान्तिको आवश्यकता छ जुन केवल तपाईँ परमेश्वरबाट मात्र आउँदछ प्रभु अनि दिनदिनको जीवनमा हामीलाई तपाईँको वचनलाई धारण गर्दै अनि तपाईँको शक्तिको घोषणा गर्दै हिँड्न हामीलाई सहायता गर्नुहोस् धन्यवाद छ प्रभु हाम्रो सम्पूर्ण बाँकी समयलाई हामी तपाईँको हातमा राख्छौँ हामीले चढाएको आदर भक्तिबाट तपाईँ महिमित हुनुभएको छ हामी विश्वास गर्दछौँ प्रभु येशू तपाईँको नाउँमा आमेन यहाँ सम्पूर्णलाई जय मसीह तपाईहरुलाई म स्वागत भन्न चाहन्छु हाम्रो यस अनलाइन संगतिको भेटीको भागमा आउनुहोस् हामी सबैको निम्ति उत्साहको लागि म परमेश्वरको वचनबाट केही पाठ गर्न चाहन्छु 2 कोरिन्थी 8को 2 र 3 पदमा यहाँ यसरी लेखिएको छ कष्टको भयंकर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उद्धार चित्तले दान दिए किनकि म गवाही दिन्छु कि तिनीहरूले आफ्नो औकात अनुसार औकात भन्दा बढी पनि आफ्नै राजी खुसीले दिए हेर्नुस् त यहाँनिर पावल प्रेरितले कोरिन्थीको मण्डलीलाई यो पुस्तक लेख्दै गर्दाखेरि जुन माकेडोनियाको मण्डलीले परमेश्वरको निम्ति कसरी आफ्नो मुठीहरू खोले भन्ने विषयलाई उद्धृत गर्दै यहाँनिर उहाँले त्यो उत्साहको वचनहरू लेख्नु भएको छ हामी हेर्छौँ भने माकेडोनियाको मण्डलीमा त्यो बेला त्यो समय यति धेरै त्यो सङ्कष्टहरू आएको थियो
ठुलो फाइनेन्सियल क्राइसिसहरू उहाँहरूको जीवनमा उहाँहरूको त्यो समयमा त्यहाँनिर भएको थियो अनि त्यो बेला यति धेरै ठुलो क्राइसिस आएको थियो उनीहरूको बिजनेसहरू सम्पूर्ण रूपले डाउन भइरहेको अवस्था थियो अनि उनीहरूको छोराछोरीहरूलाई फ्यामिलीहरूलाई कसरी सर्भाइभ गर्ने भन्ने कुनै आइडिया पनि उनीहरूमा त्यो बेला थिएन अनि त्यो बेला उनीहरूलाई यति ठुलो अभावहरू भएको थियो बिहान खाए बेलुकी के खाउँ र बेलुकी खाए बिहानको निम्ति के खाउँ भन्ने कुराहरू उनीहरूलाई धाउधाउ परिरहेको अवस्थामा पनि जब उनीहरूले परमेश्वरको निम्ति भनेर आफ्नो हातहरू अनि आफ्नो मुठीहरू खोलेको कुराहरू हामी पाउँदछौँ जब त्यहाँनिर त्यो अवस्था त्यहाँनिर आयो अनि उनीहरूले चाहिँ परमेश्वरको निम्ति भनेर आफ्नो औकातभन्दा उनीहरूले जति दिन सक्छ त्योभन्दा पनि बढ्ता गरेर उनीहरूले परमेश्वरको निम्ति भनेर आफैलाई पनि नराखेर त्यहाँनिर उनीहरूले मुठी खोलेको कुराहरू हामी पाउँदछौँ आज यही अवस्था तपाईँ र मेरो बिचमा पनि आएको बेला अनि हामीलाई लाग्न सक्छ मसँग केही त छैन अनि मैले कसरी परमेश्वरलाई दिने काम भइरहेको छैन अनि हामी काम हुनेहरूको पनि कतिको स्यालेरीहरू आएको छैन अनि थोरै पैसाहरूले हामीलाई खान त पुगिरहेको छैन भने कसरी हामी परमेश्वरको निम्ति हाम्रो मुठीहरू खोल्न सक्छौँ भन्ने प्रकारको मनसायहरू त्यो प्रकारको विचारहरू हामीमा आएको हुनसक्छ अनि हामीले कतिजना चिन्ता फिक्री अनि त्यो भयभीत अवस्थाहरूमा गुज्रिरहेको हुनसक्छ तर म तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु कहिले पनि भयभीत नहुनुहोस् कहिले पनि चिन्तित नहुनुहोस् अनि परमेश्वरमा सबै कुराहरू सम्भव छ अनि परमेश्वर चाहिँ हाम्रो प्रशस्ततामा मात्र उहाँ हाम्रो साझेदार हुनुहुन्न हामीसँग भएको अवस्थामा मात्र उहाँ हाम्रो साथमा हुनुहुन्न तर तपाईँ र मेरो गरिबी अनि तपाईँ र मेरो अभावहरूमा अनि तपाईँ र मेरो सङ्कष्टमा झन् उहाँ हाम्रो नजिकै हुनुहुन्छ उहाँ हाम्रो साथैमा हुनुहुन्छ अनि हामीले उहाँलाई निहाल्न मात्र सक्नुपर्छ उहाँलाई खोज्न मात्र सक्नुपर्छ प्रियहरू म तपाईँलाई उत्साह दिन चाहन्छु भजन सङ्ग्रह 37को 25-26मा हामी हेर्छौँ भने त्यहाँनिर भजन सङ्ग्रह लेखकले यसरी भन्नुभएको छ जब म जवान थिएँ अनि अहिले वृद्ध भएको छु तर परमेश्वरले आफ्नो धर्मीजनहरूलाई कहिले पनि त्याग्नु भएको मैले देखेको छुइनँ धर्मीजनहरूले आफ्नो उद्धारतामा आफ्नो हात आफ्नो मुठी खोल्दछन् अनि पैँचो दिँदछन् अनि उनीहरूको छोराछोरीहरू चाहिँ परमेश्वरबाट आएका आशीर्वादहरू हुन् अनि उनीहरूको छोराछोरीहरूले कहिले पनि मागेर खानु परेको मैले देखेको छुइनँ भनेर त्यहाँनिर भजन सङ्ग्रह लेखकले त्यसरी लेख्नुभएको छ हेर्नुहोस् त भनेपछि परमेश्वरले आफ्नो जनहरूलाई उहाँलाई प्रेम गर्ने उहाँको व्यक्तिहरूलाई कति धेरै उहाँले टेक केयर गर्नुहुन्छ कति धेरै उहाँले वास्ता राख्नुहुन्छ भनेपछि हामी आज किन डराउने हामी किन फिक्री र चिन्तामा हामी भयभीत हुने यसै कारणले हाम्रो सबै कुराहरू परमेश्वरमा राखौँ अनि परमेश्वरमा भरोसा राखौँ अनि हाम्रो अभावहरूमा झन् हामी परमेश्वरको नजिकतामा जाउँ अनि उहाँलाई जति हामी दिन सक्छौँ अनि हामीले परमेश्वरको निम्ति मुठी खोलौँ अनि उहाँले त्यही कुराहरूबाट हामीलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ त्यही कुराहरूबाट परमेश्वरले हामीलाई अझ बढ्ता गरेर आशिष दिनुहुनेछ आउनुहोस् म छोटो प्रार्थना गर्नेछु धन्यवाद छ परमेश्वर पिता तपाईँको अनुग्रह तपाईँको सुरक्षा र शान्तिको निम्ति परमेश्वर पिता तपाईँले यस्तो यो सङ्कष्टको अवस्थामा पनि तपाईँले हामीलाई सहायता गर्नुभएको छ सुरक्षित शान्तिमा तपाईँले हामीलाई राख्नुभएको छ धन्यवाद परमेश्वर जुन कुराहरू तपाईँले आज हामीलाई दिनुभएको छ अनि प्रभु त्यही कुराहरूद्वारा प्रभु हामी तपाईँको महिमा गर्न चाहन्छौँ बस परमेश्वर पिता तपाईँको वचनअनुसार हामीलाई चल्नको निम्ति सिकाउनुहोस् सहायता गर्नुभएको जुन कुरा तपाईँले आज हामीलाई दिनुभयो त्यही कुराहरूबाट परमेश्वर हामी तपाईँलाई उचाल्न चाहन्छौँ तपाईँको आराधना गर्न चाहन्छौँ परमेश्वर हामीलाई सहायता गर्नुभएको छ धन्यवाद प्रभु यी सबै कुराहरूको निम्ति यो बिन्ती प्रार्थना चढाउँदै म आशिष चाहन्छु यीशुको वचन पवित्र नाममा आमेन हुन्छ यहाँहरू सबैलाई प्रभु येशू ख्रिस्टको नाममा जय मसीह र यहाँहरूलाई हाम्रो शुक्रबारको दिन हुने 1 बजेको सेवामा तपाईँहरू सबैलाई स्वागत छ र मलाई आशा छ तपाईँहरू सबै तयारी हुनुभएको छ र हामी सबैलाई थाहा भएकै कुरा हो महिनाको पहिलो हप्ता र महिनाको पहिलो हप्ता चाहिँ हामीले प्रभु भोज लिने गर्दछौँ र त्यही भएर मलाई आशा छ यहाँहरू सबै तयारी हुनुभएको छ प्रभु भोजको निम्ति र तपाईँहरूले कचौरा र रोटी ल्याइसक्नु भएको छ भनिकन म विश्वास गर्दछु र प्रभु भोज लिनुभन्दा अगाडि म तपाईँहरूलाई केही बाइबलको खण्डहरू पढ्नेछु अनि हामीले प्रभु भोज लिनेछौँ र यो प्रभु भोज भन्नाले चाहिँ हामीले चाहिँ खाए जस्तो सधैँ खाए जस्तो खानाहरू होइन र यो चाहिँ परमेश्वरसँगको भोजमा सहभागिता जनाउने कुराहरू हो र जुन प्रभु भोज जब हामीले लिन्छौँ अनि परमेश्वरले दिनुभएको बलिदानको कुराहरूलाई हामी सम्झँदछौँ र परमेश्वरले गर्नुभएको त्यो महान
कार्यको सम्झना गर्ने कुराहरू हो। र आउनुहोस् यसरी हामीलाई वचनले भन्दछ, पहिलो कोरिन्थी 11:23 25सम्म म पाठ गर्नेछु र तपाईँहरूले सुनिदिनु अथवा सहमति जनाइदिनु हुन म अनुरोध गर्दछु। यसरी लेखिएको छ, किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूका निम्ति के हो त, मेरो शरीर हो। र मेरो सम्झनामा के गर त, मेरो सम्झनाको निम्ति गर। र यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरूले यो पिउँछौ मेरो सम्झनामा यो अक्सर गर। र आउनुहोस् परमेश्वरको वचन पढाइमा आशिष दिनुभएको होस् र हामीलाई यहाँनिर क्लियरली परमेश्वरको वचनले के गरेको छ त, मेन्सन गरिएको कुराहरू हामी पाउँदछौँ। र हामीले यो प्रभु भोज लिनुको मुख्य उद्देश्य चाहिँ परमेश्वरले 2000 वर्ष अगाडि आफ्नो चेलाहरूसँग उहाँले के गर्नुभयो त, प्रभु भोज लिनुभयो र उहाँले आफ्नो चेलाहरूलाई के गर्नुभयो त, यो आदेश दिएको कुराहरू हामी पाउँदछौँ बाइबलमा। त्यही भएर हामीले के गर्दछौँ त, प्रभु भोज लिने हामीले गर्दछौँ। र यहाँनिर शरीर र रगत भन्ने कुराहरू मेन्सन गरिएको कुराहरू हामी पाउँदछौँ। र मेरो शरीर र रगत भन्नाले के कुरा हामीले बुझ्दछौँ भन्दाखेरि, शरीर भन्नाले चाहिँ रोटी हुँदछ र रोटीले चाहिँ के गर्दछ त, उहाँको शरीरको के गर्दछ त, प्रतिनिधित्व गर्दछ भने रगत चाहिँ कचौरा, जुन कचौरा तपाईँ र मैले लिँदछौँ, यसले चाहिँ नयाँ करार स्थापना गर्नको लागि ख्रिस्टले बगाउनु भएको रगतको के गर्दछ त, यसले प्रतिनिधित्व गर्दछ। र रोटी खानु र कचौराबाट पिउनुको अर्थ चाहिँ ख्रिस्टको बलिदानिक मृत्युको फाइदाहरूको घोषणा अथवा स्वीकार गर्नु हो। अनि जब जब तपाईँ र मैले प्रभु भोजमा सहभागिता जनाउँदछौँ अनि तब उहाँले गर्नुभएको बलिदान को फाइदाहरू अनि घोषणाहरूको स्वीकार गर्दछौँ। आमेन। आउनुहोस् प्रिय, हाम्रो आँखाहरू बन्द गर्नेछौँ र हामीले के लिनेछौँ त, रोटी र कचौरा लिनेछौँ। र मलाई आशा छ तपाईँहरू सबैले रोटी र कचौरा तयारी पार्नु भएको छ। अघि नै पनि मैले भने, अनि रोटीले चाहिँ के को रिप्रेजेन्ट गर्दछ भने ख्रिस्ट प्रभु येशूको शरीरको रिप्रेजेन्ट गर्दछ। अनि आउनुहोस् प्रिय, हाम्रो आँखाहरू बन्द गर्नेछौँ अनि हामीले परमेश्वरसँग सोध्नेछौँ अनि प्रभुसँग हामीले मनन गर्नेछौँ। उहाँले गर्नुभएको त्यो महान कामको निम्ति, महान कार्यको निम्ति हामीले के गर्नेछौँ त, धन्यवाद दिनेछौँ। आउनुहोस् अनि किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूको निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। अनि आउनुहोस् प्रिय, हामी सबैले एकैचोटि रोटीलाई खानेछौँ। अनि त्यस्तै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा अक्सर गर। आउनुहोस् हामी सबैले एकै साथमा कचौरालाई पिउनेछौँ। प्रभु येशू, तपाईलाई यस समय हामी
धन्यवाद दिन्छौँ प्रभु तपाईँको बलिदानको निम्ति अनि तपाईँले गर्नुभएको त्यो महान कामको निम्ति प्रभु। हामी पापमा थियौँ अनि प्रभु तपाईँले हामीलाई पापबाट छुटकारा दिनुभयो अनि प्रभु तपाईँले हामीलाई स्वतन्त्र तुल्याउनुभयो प्रभु। त्यसको निम्ति तपाईँलाई धन्यवाद दिन्दछौँ। र प्रभु तपाईँले जसरी प्रभु हामी रोगी थियौँ अनि बिमारी थियौँ प्रभु तपाईँले ती रोगहरूबाट हामीलाई निको बनाउनु भयो अनि हामी चङ्गाई भएका छौँ। अनि त्यस्तै गरेर प्रभु तपाईँले यो नयाँ करार प्रभु तपाईँले हामीसँग बाँध्नु भएको छ प्रभु। तपाईँलाई धन्यवाद दिन्छौँ अनि तपाईँले बाँध्नु भएको करार अनुसार हामी जिउनेछौँ प्रभु। हामीलाई सहायता गर्नुहोस् अनि प्रभु हाम्रो जीवनको प्रभु रहन्जेलसम्म प्रभु तपाईँको आदर अनि महिमा गर्दछौँ येशू तपाईँको नाममा आमेन। हुन्छ, यहाँहरू सबैलाई फेरि वचनको भागमा सबैलाई स्वागत साथै जय मसीह। र हामीलाई थाहा छ गएको महिना हामीले पुरै होल मन्थ हामीले भजन सङ्घको पुस्तकबाट हामीले हेर्दै आएका थियौँ भने आज हामीले नयाँ सिरिज हामीले लन्च गरेका छौँ र मिनिङ हामीले नयाँ हाम्रो सिरिजलाई के गर्नेछौँ त सुरु गर्नेछौँ। अनि जुन चाहिँ योनाको पुस्तकबाट हामी 5 हप्तासम्म हामी के गर्नेछौँ त हेर्नेछौँ र हाम्रो सिरिजको नाम छ रिलेन्टलेस, जुन चाहिँ निरन्तरता भन्ने कुरा छ। अनि हामीले पहिलो हप्ता रिलेन्टलेस पर्स्युटको बारेमा हामी हेर्नेछौँ अनि जुन चाहिँ निरन्तरता पछ्याउने अथवा पर्स्युट गर्ने कुरालाई हामी हेर्नेछौँ भने दोस्रो हप्ता रिलेन्टलेस लभ अनि तेस्रो हप्ता रिलेन्टलेस मर्सी अनि चौथो हप्ता रिलेन्टलेस ग्रेस अनि अन्तिममा 5औं हप्तामा रिलेन्टलेस गडको बारेमा हेरेर हाम्रो सिरिजलाई के गर्नेछौँ त सिद्धाउनेछौँ। र आउनुहोस् आज हामीले पहिलो हप्ता रिलेन्टलेस पर्स्युटको बारेमा हामीले योनाको पुस्तक 1 अध्यायको 1 देखि 16सम्म हेर्नेछौँ। र जतिजना तपाईँहरूसँग बाइबल छ र तपाईँहरूले बाइबल खोलिदिनुहोस् र यो लामो भएको कारणले म पढिदिनेछु र तपाईँहरूले सहमति जनाइदिनु हुन भनिकन म अनुरोध गर्नेछु। आउनुहोस् परमेश्वरको वचनलाई म पाठ गर्नेछु। अनि यसरी लेखिएको छ, परमप्रभुको यो वचन अमितैका छोरा योना कहाँ आयो र त्यस ठुलो सहर निनवेमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। तर योना परमप्रभुबाट भागे र तार्सिसतिर लागे। तिनी तल योप्पा सहर गए र त्यहाँ तिनले तार्सिसमा जाने एउटा जहाज भेटाए र परमप्रभुबाट भाग्न तार्सिस जानलाई जहाजमा भाडा दिएर तिनी चढे। अनि 4 मा तब परमप्रभुले समुद्रमा ठुलो आँधी अथवा ठुलो बतास चलाउनु भयो र त्यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्ला जस्तै भयो र सबै नाविकहरू डराए र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो र अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले। तर योना चाहिँ जहाजको तल्लो तलामा गएका थिए र त्यहाँ तिनी भुसुक्क निदाए र जहाजका कप्तान तिनी कहाँ आएर भने, कसरी सुत्न सकेको, उठेर तिम्रा परमेश्वरलाई पुकार र सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी के हुने छैनौँ त नष्ट हुने छैन। अनि त्यस्तै गरेर हामी 7 मा तब नाविकहरूले आपसमा भन्न लागे, आओ यस आपत्तिको जिम्मेवार को रहेछ र सो जान्नलाई हामी चिट्ठा हालौँ। र तिनीहरूले चिट्ठा हालेर चिट्ठा योनाको नाउँमा पर्यो। तब तिनीहरूलाई सोधे, हामीलाई भन, हामी माथि यो आपत ल्याउनको जिम्मेवारी छ र तिम्रो काम के हो र तिमी कहाँबाट आएका हौ, तिम्रो देश कुन हो, तिमी कुन जातिका हौ। र तिनले जवाफ दिएर भने, म एक हिब्रू हुँ अनि म स्वर्गका परमेश्वरको के गर्छु त आराधना गर्दछु र जसले समुद्र र जमिन दुवै के गर्नुभयो, बनाउनु भयो।
अनि 10मा यसरी लेखेको छ, यस कुराले झन् तिनीहरू के गरे त डराए र तिनलाई सोधे, तिमीले के गरेका छौ? अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुनेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो। समुद्रका छालहरू झन झन प्रचण्ड हुँदै थिए। यसैले तिनीहरूले सोधे, तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रो निम्ति शान्त होला? अनि तिनले जवाफ दिए, मलाई उचालेर समुद्रमा फालिदेऊ र समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु। अनि 13मा तापनि जहाजलाई किराना लगाउनलाई तिनीहरू मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन झन खराब हुँदै गयो। त्यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, बिन्ती छ हे प्रभु, परमप्रभु, म यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस् र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईँलाई जस्तो छ, जस्तो इच्छा लागेको छ यो मानिस थियो सो गर्नुभएको छ। अनि त्यस्तै गरेर 15 अनि 16मा तब तिनीहरूले योनालाई उचालेर समुद्रमा के गरे त फालिदिए र ओर्लेको समुद्र शान्त भइहाल्यो। यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै के गरे त भय माने र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढाएर उहाँमा भाकल गरे। आउनुहोस्, परमेश्वरको वचन पढाइमा हामी सबैलाई आशिष दिनुभएको होस् र म वचनको लागि प्रार्थना गर्छु, तपाईँहरूले आफ्नो शिरहरू झुकाइदिनुहोस्। प्रभु, धन्यवाद छ तपाईँलाई, विशेष गरेर प्रभु तपाईँको भागमा हामी आएका छौँ। प्रभु, आज तपाईँको वचनद्वारा हाम्रो जीवनमा के प्रभु प्रकाश पार्दै हुनुहुन्छ, के परिवर्तन ल्याउँदै हुनुहुन्छ। प्रभु, हाम्रो त्यो आत्मा अथवा हृदयलाई हाम्रो बुझ्न सक्ने शक्ति अनि त्यो मस्तिष्कमा प्रभु पवित्र आत्मा तपाईँ आउनुहोस्, काम गर्नुहोस्, ताकि प्रभु आज तपाईँको वचनको रहस्य बुझ्न सकौँ। इभन म आफैलाई तपाईँको हातमा राख्दछु। तपाईँको वचन बोल्ने म होइन, तर वचन बोल्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँले मलाई सहायता गर्नुहोस्, आशिष माग्छु येशू प्रभु तपाईँको नाममा, आमेन। सो मैले अघि नै पनि भनिसकेँ, आज हामीले रिलेन्टलेस पर्स्युटको बारेमा हामी हेर्नेछौँ। आज हाम्रो मेन टपिक, अनि जुन चाहिँ निरन्तरता खोज अथवा निरन्तरता पछ्याउने कुराहरूलाई हामी हेर्नेछौँ। अनि यस आउनुहोस्, हामीले जसरी हामीले यो योनाको पुस्तक 1 अध्यायको 1 देखि 16सम्म हामी हेर्छौँ भने त्यहाँ चाहिँ परमेश्वरले योनालाई के गर्नुभयो त बोलावट गर्नुभयो र जुन बोलावट गर्नुको उद्देश्य चाहिँ निनावे सहरमा गएर उनीहरूले गरेको दुष्टाइ अथवा खराब कामको प्रचार गर्नको निम्ति योनालाई परमेश्वरले चुन्नुभयो। तर योनाले चाहिँ परमेश्वरको वचनलाई बोलावटलाई पालन नगरेर उनी चाहिँ त्यो बोलावटबाट के गरे त भागेर गएको कुराहरू हामीले पाउँदछौँ। आउनुहोस्, तल गएर हामी आज परमेश्वर र योनाको बीचको विषयलाई हामी हेर्नेछौँ। अनि हामी हेरौँ 1 नम्बरमा यसरी लेखेको, 1 नम्बरमा परमेश्वरले बोलाउनु भयो तर योना भाग्यो भन्दाखेरि परमेश्वरले कसलाई बोलाउनु भयो त भन्दाखेरि परमेश्वरले चाहिँ योनालाई बोलाउनु भयो, तर उनी चाहिँ के गरे त भागे। गॉड कॉल्स जोना फ्ली, अनि जोना चाहिँ के गरे त भागेको कुराहरू हामी पाउँदछौँ। अनि यसरी परमेश्वरको वचनमा 1 अध्यायको 1 देखि 3मा यसरी लेखेको छ, परमप्रभुको यो वचन अमिताईको छोरा योना कहाँ आयो र त्यस ठुलो निनावेमा जा, त्यस ठुलो सहर निनावेमा जा र त्यसको विरुद्धमा प्रचार गर, किनभने त्यसको दुष्टाइ मेरो सामु आएको छ। अनि यहाँ चाहिँ परमेश्वरले योनालाई के गर्नुभएको छ त बोलावट गर्नुभएको छ। के को निम्ति पा? निनावे जुन सहरमा गएर प्रचार गर्नको निम्ति उहाँले बोलाउनु भएको छ, किनभने त्यहाँका मानिसहरूले गरेको दुष्टाइको कुराहरू चाहिँ परमेश्वर कहाँ आएको र योनालाई चाहिँ त्यसको विरुद्धमा त्यहाँ गएर
प्रचार गर्नको निम्ति उहाँले बोलावट दिनुभएको थियो। तर 3 मा हामी हेर्छौँ भने तर योना परमप्रभुबाट भागे। हेर्नुहोस् त, परमप्रभुबाट भागे अनि तिनी तार्सिसतिर लागे। तिनी तल योप्पा सहरमा गए र त्यहाँ तिनले तार्सिसमा जाने एउटा जहाज भेटाए। परमप्रभुबाट भाग्न तार्सिस जानलाई जहाजमा भाडा दिएर तिनी के गरे त चढे। अनि हामी यहाँबाट के पाउँदछौँ भने 1 देखि 3 मा अनि जब परमेश्वरले योनालाई निनवे शहरमा गएर प्रचार गर्नको निम्ति बोलावट गर्नुभयो, जुन चाहिँ योप्पाबाट 550 माइल मात्र के थियो त टाढा थियो, तर उनले त्यो बोलावटलाई चाहिँ के गरे त इन्कार गरेर उनी चाहिँ कहाँ गए त तार्सिसमा, जुन चाहिँ 2500 माइल टाढा थियो र उनी चाहिँ विपरीत दिशामा के गरे त गए भन्नाले उनी चाहिँ परमेश्वरको बोलावटबाट भागेको कुराहरू हामी पाउँदछौँ। सो यहाँबाट हामी के सिक्न सक्छौँ भन्दाखेरि योना को थिए त भन्ने क्वेसनहरू आउँदछ। अनि योना चाहिँ यरोबमका द्वितीय शासनकालमा उत्तरी राज्यको के थिए त उनी चाहिँ एकजना अगमवक्ता थिए। अनि योनालाई परमेश्वरले चाहिँ के गर्नुभयो त निनवे शहरमा त्यसको पापको विरुद्धमा चेतावनी दिन अथवा प्रचार गर्न परमेश्वरले योनालाई के गर्नुभयो त बोलावट गर्नुभयो अथवा बोलावट गरेका थिए। तर यो निनावे चाहिँ के थियो त आसुरको के थियो त एउटा राजधानी थियो। अनि त्यहाँ चाहिँ एकदमै जो भ्रष्ट अति भ्रष्ट कामहरू हुने अनि निर्दय दयामाया नभएको अनि अनैतिकता कामहरू हुने गर्दथ्यो। अनि त्यो समयमा हामी हेर्छौँ भने मेबी योना यो कारणले डराएर पनि नजान सकेको हुन सक्दछ। तर हामी बिब्लिकल प्रिन्सिपलमा हामी हेर्छौँ भने त्यो समयमा इजरायलले आसुरीहरूलाई चाहिँ के गर्दथे के शत्रुको रूपमा हेर्दा थिए। अनि त्यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ अरू राष्ट्रलाई चाहिँ यिनीहरूले परमेश्वरले दया गरेको के गर्न चाहँदैनथे त देख्न चाहँदैनथे। अनि परमेश्वरले योनालाई यहाँनिर चाहिँ के देख्छौँ भने ठुलो एउटा जिम्मेवारी दिनुभएको कुराहरू हामी देख्दछौँ। तर योनाले यो जिम्मेवारीलाई के गर्नुभयो त इन्कार गरेर परमेश्वरबाट भागेको कुराहरू पाउँदछौँ। अनि आज हामी सबैलाई थाहा छ नयाँ करारमा हामी हेर्दछौँ भने मत्ती 28:18 देखि 20 सम्म येशू ख्रिस्टले आफ्ना चेलाहरूलाई दिनुभएको महान आज्ञा जाओ देश जाति जाति अनि भाषा भाषीहरूको बीचमा के गर त प्रचार गर भन्ने कुराहरू त्यहाँनिर महान आज्ञामा के गरेको छ त मेन्सन गरिएको छ। अनि आज जसरी योनालाई त्यो परमेश्वरले जुन एउटा बोलावटमा जुन महान आज्ञा दिनुभयो त्यो कुरा नबुझेको कारणले गर्दा उनी परमेश्वरसँग भागेको कुराहरू हामी पाउँदछौँ। अनि सेम टाइम आज तपाईँ र मलाई परमेश्वरले त्यो ग्रेट अपर्च्युनिटी अथवा ग्रेट कमिसन परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। उहाँको आज्ञा पालन गर्न, उहाँको प्रचार गर्न, जाति जातिको बीचमा जाति जातिको बीचमा मात्र होइन तर उहाँले तपाईँ र मलाई राष्ट्र राष्ट्रहरूको बीचमा र उहाँहरूको मानिसहरूको बीचमा प्रचार गर्नको निम्ति त्यो अथोरिटी दिनुभएको छ। आज तपाईँ र मैले त्यो अथोरिटीलाई प्रयोग गरेका छौँ कि छैनौँ, द्याट इज क्वेसन्स फर यु एन्ड मी टुडे। अनि जसरी योनाले त्यो एउटा ग्रेट अनि ठुलो एउटा प्रिभिलेज पाएका थिए तर उनले ती कुराहरूलाई के गरे त अनाज्ञाकारिता गरेर चाहिँ उनी परमेश्वरबाट भागेको कुराहरू अनि उहाँको जीवनमा अनि समस्या आएको कुराहरू हामी पाउँदछौँ। अनि त्यस्तै गरेर हामी हेर्छौँ भने परमेश्वरको सेवा गर्ने बोलावट हाम्रो लागि सबैभन्दा ठुलो के हो त अवसर हो। God's call for us to serve him is a great privilege। अनि परमेश्वरको सेवा गर्ने बोलावट हाम्रो लागि सबैभन्दा ठुलो अवसर हो। अनि त्यो अवसर आज तपाईँ र म प्रत्येकले के गरेको छौँ त पाएका छौँ। तर त्यो अवसरलाई त्यो बोलावटलाई तपाईँ र मैले आज्ञाकारिता पालन गरेका छौँ कि छैनौँ त्यो चाहिँ तपाईँ र ममा भर पर्दछ। यदि गरेको छैनौँ भने हेर्नुहोस् योनाको जीवनमा कति आपद विपदहरू आए, परमेश्वरको आज्ञा
पालन नगरेको कारणले, परमेश्वरबाट भागेको कारणले गर्दाखेरि यदि त्यस्तो अवस्थामा हामी यहाँ कोही छौँ भने, तपाईँहरू कोही हुनुहुन्छ भने, यो तपाईँको निम्ति ग्रेट प्रिभिलेज हो। परमेश्वरको बोलावट अनि परमेश्वरको प्रचार गर्नु चाहिँ अति उत्तम कुरा हो। अनि त्यो मात्र होइन, उनी भागेनन् मात्र, तर योना चाहिँ के गरे त? लुके। तर परमेश्वरले उनलाई के गर्नुभयो त? पछ्याइराख्नुभयो। अनि यहाँ हामी वचनमा हेर्छौँ भने तब परमेश्वरले समुद्रमा ठुलो एउटा के गर्नुभयो त? बतास चलाउनु भयो। अनि त्यस प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजहरूलाई नष्ट गर्ला जस्तै भयो र सबै नबिकहरू डराएर प्रत्येकले आफ्नो देवताहरू पुकार गरे। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले, तर योना चाहिँ जहाजको तल्लो तलामा गएका थिए र त्यही तिनी भुसुक्क निधाए। अनि यहाँनिर हामी हेर्छौँ भने परमप्रभुले समुद्रमा आँधीहरू किन ल्याउनु भयो? किनकि योना चाहिँ परमेश्वरबाट उनी भागेका थिए। अनि भागेको कारणले उनको बोलावटलाई बुझेर परमेश्वर कहाँ फर्कुन् भनेर चाहिँ परमेश्वरले यहाँ आँधी हुरी ल्याउनु भएको कुराहरू हामी पाउँदछौँ। अनि त्यो मात्र होइन, त्यो आँधी हुरीमा त्यहाँनिर के भयो त? योना चाहिँ तल्लो तलामा गएर उनी चाहिँ के गरेको कुराहरू पाउँदछौँ भन्दाखेरि उनी चाहिँ निधाएको कुराहरू, सुतेको कुराहरू हामी पाउँदछौँ। अनि यहाँबाट हामीले के कुरा सिक्न सक्छौँ भन्दाखेरि कतिपय समयमा हामी सोच्छौँ म परमेश्वरको छोरी छोरा हुँ, म विश्वासी हुँ, प्रत्येक समय म मण्डली जान्छु, तर तपाईँ र मेरो आत्मिक अनि परमेश्वरको बोलावटहरू नबुझेको कारणले गर्दा कतै हामी त सुतेका छैनौँ। आज त्यो क्वेसन तपाईँ र मलाई छ। अनि त्यो मात्र होइन, जहाँ का कप्तानहरू तिनीहरू आएर भने कसरी सुत्न सकेको? उठेर तिम्रा परमेश्वरलाई पुकारा, सायद उहाँले हाम्रो ख्याल राख्नुहुन्छ र हामी नष्ट हुने छैनौँ। तब नबीहरूले आपसमा भन्न लागे, आओ यस आपत्तिको जिम्मेवार को रहेछ सो जान्नलाई हामी चिट्ठा हालौँ। हेर्नुहोस् त, त्यो जुन ह्यापनिङ भयो, त्यो आपद विपदहरूमा जुन जिम्मेवारीको कुराहरू पत्ता लगाउनको निम्ति उनीहरू जब चिट्ठा हाले अनि त्यसमा चाहिँ योनाको नाम परेको कुराहरू हामी पाउँदछौँ। अनि यहाँनिर के कुरा भेट्टाउँदछौँ भने अघि नै पनि मैले भनिसकेँ, हामी बतास भन्नाले अघि नै किन परमेश्वरले बतास ल्याउनु भयो भन्दाखेरि योनालाई परमेश्वरको बोलावटमा पालन गराउनको निम्ति बतास पठाउनु भएको कुराहरू हामी पाउँदछौँ। अनि यहाँनिर अघि मैले भने योना के गरे त? मस्त निधाएको कुराहरू पनि हामी पाउँदछौँ। यदि हामी पनि त्यस्तै कतिपय समयमा हामी परमेश्वरमा पूर्ण रूपले हामी समर्पित भएका छैनौँ, हामी विश्वासी मात्र भएका छौँ, हामी मण्डली आउँछौँ अनि मण्डलीमा हामी कतिपय समयमा अभिभारहरू ल्याउँछौँ, तर हामीले पाएको जिम्मेवारी अभिभार पुरा हामी गर्न सक्दैनौँ भने अझै पनि तपाईँ र मैले परमेश्वरमा हाम्रो जीवन समर्पित गरेका हामी छैनौँ। अनि जसरी योनाले जुन एउटा ग्रेट अपर्च्युनिटी अथवा प्रिभिलेज उनले पाए, तर त्यो प्रिभिलेजलाई उनले गुमाए किनभने अपरिपक्वता भएको कारणले गर्दा। अनि ती कुराहरूले चाहिँ अनि तपाईँ र मेरो परिवारमा मात्र होइन तर अरू मानिस साथीभाइको बिचमा पनि के ल्याउँछ त? त्यसले असल कुरा ल्याउँदैन, त्यसले दुःख भोग्ने कुरा अनि दुःख अनि खराब कुराहरू अनि असल कुराहरू मण्डलीमा होस्, परिवारमा होस् अनि साथीभाइको बिचमा होस् ल्याउन सक्दैन। त्यसैले कतिपय समयमा हामी परिपक्व छौँ भन्छौँ अनि तर मण्डलीको नियम नीति अनि परमेश्वरको बोलावट, मण्डलीको भिजन अनि परमेश्वरको बोलावटको भिजनलाई हामी बुझ्दैनौँ अनि आफ्नै ओन इच्छा आकाङ्क्षामा हामी चल्न खोज्दछौँ अनि आफ्नै ओन बुझाइमा हामी स्ट्यान्ड हुन्छौँ, तर हामी परमेश्वरको बोलावटको कुरालाई हामी बुझ्न सक्दैनौँ भने त्यसले के ल्याउँदछ त? जहिले पनि प्रब्लम ल्याउँदछ। अनि त्यो प्रब्लम चाहिँ के कारणले त? अपरिपक्वता अनि परमेश्वरमा
पूर्ण रूपले समर्पणता नभएको कारणले गर्दा यी कुराहरू ल्याउँदछ। त्यसैले हामी आज यदि कतिजना हामी त्यो अवस्थामा अपरिपक्वता अवस्थामा छौँ, yes we know Jesus is Lord and Savior, yes we know God is my protector and God is my helper, God is my strength and God will sustain me भन्ने कुरा हामीलाई थाहा छ, तर हामी चाहिँ परमेश्वर प्रति हामी समर्पित छैनौँ भने त्यसले तपाईँ र मलाई असल कुरा ल्याउँदैन र तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो साथीभाइको बीचमा, तपाईँ र मेरो मण्डलीमा यसले असल कुरा ल्याउन सक्दैन। त्यसैले हामी यदि परमेश्वरका छोरी छोरा हौँ भने योना जस्तो अपरिपक्वता हुने होइन, तर परमेश्वरको भयमा रहेर, परमेश्वरको डरमा रहेर हामी जिउँछौँ भने परमेश्वरले हामीलाई के गर्नुहुन्छ त? परिपक्वता बनाउनु हुँदछ। त्यसैले परमेश्वरको बोलावटबाट भाग्नु भनेको अर्थ चाहिँ निरार्थक र के हो त? त्यो चाहिँ विकल्प हो। केही समयको लागि हामी भाग्न सक्छौँ, केही समयको निम्ति हामी ढाँट्न सक्छौँ, तर परमेश्वरले तपाईँ र मलाई निरन्तरता पछ्याइरहनु भएको हुँदछ। परमेश्वरले तपाईँ र मलाई 24/7 आवर 365 डेज उहाँले देख्नुहुन्छ, किनकि उहाँ तपाईँ र मेरो साथमा हुनुहुन्छ। अनि यदि हामी मण्डलीको अथवा परमेश्वरको बोलावटबाट हामी भागेका छौँ भने त्यो तपाईँ र मेरो निम्ति क्षणिकको लागि मात्र हुन सक्दछ। त्यसैले प्रिय हो, हामी चाहिँ के गर्नु पर्दछ त? परमेश्वरमा हाम्रो पूर्ण जीवन समर्पित गर्नु पर्दछ। अनि जब हामीले समर्पित गर्छौँ अनि अटोमेटिकली परमेश्वरले तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो परिवारमा, अनि तपाईँ र मेरो समाजमा, अनि तपाईँ र मेरो मण्डलीमा प्रभुले अचम्मको कामहरू गर्नुहुन्छ। आमेन। अनि त्यस्तै गरेर योना यहाँ लुकेनन् मात्र, तर योनाले के गरे त? यहाँनिर गल्ती गरे, अनि गल्ती गरेको कारणले अरूले पनि के पाए त? दुःख भोगे। अनि यसैले 5 मा सबै नबीहरू के भए त? डराए। र त्यसपछि उनीहरूले के गर्न लागे? आफ्नो देवताहरूको पुकारा गर्न लागे। अनि त्यसपछि उनीहरूले के गर्न लागे? जहाज हलुङ्गो बनाउनलाई व्यापारका माल सामानहरू के गरे त? समुद्रमा फाले, किनकि बेतोडका साथ परमेश्वरले बतास अनि प्रचण्ड आँधीहरू पठाउनु भएको थियो। तर योना चाहिँ जहाजको तल्लोमा गएका थिए र त्यहाँ तिनी भुसुक्का निधाए। अनि त्यस्तै गरेर हामी 10 मा र 11 मा हेर्छौँ भने त्यस कुराले तिनीहरू के गरे त? डराए। हेर्नुहोस् त के कारणले त? तिनीहरू झन् डराए। को त? जहाज चलाउने मरिनहरू अथवा जहाज चलाउने चालकहरू अनि अथवा जहाजमा काम गर्ने मानिसहरू चाहिँ के गरे त? डराए। अनि तिनीहरूले सोधे, तिमीले के गरेका छौ? अघि नै यो कुरा बताएको हुनाले तिनले परमप्रभुको सामुनेबाट भागेको रहेछन् भन्ने तिनीहरूले थाहा थियो। अनि उनीहरूले चाहिँ जब थाहा पाए अनि यिनी चाहिँ परमेश्वरबाट भागेका रहेछन्, अनि समुद्रका छालहरू झन् झन् प्रचण्ड हुँदै थिए। अनि त्यसले तिनीहरूलाई सोधे, तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रो निम्ति शान्त होला? अनि हेर्नुहोस् त, अनि जब जब तपाईँ र म मेरो कारणले यदि अरूले दुःखहरू पाउँछ भने तपाईँ र मैले चाहिँ के गर्नु पर्यो त? तपाईँ र मैले चाहिँ के गर्नु पर्यो त? परमेश्वरमा समर्पित भएर हामी चाहिँ परमेश्वर अनुसार जिउनु चाहिँ के हो त? असल कुरा हो। अनि परमेश्वरको आज्ञा पालन गर्नु चाहिँ के हो त? असल कुरा हो। त्यसैले योनाले के गरे त? यहाँ ठुलो गल्ती गरे। अनि उनको गल्तीको कारणले गर्दाखेरि के भयो त? उनी चाहिँ के गर्नु पर्यो त? भाग्नु पर्यो। भागे गल्तीको कारणले गर्दा। अनि जब हामी परमेश्वरप्रति अनाज्ञाकारिता हुन्छौँ भने हामी सँगै अरूले पनि के गर्नुपर्छ त? दुःख सहनुपर्छ। जब जब तपाईँ र मेरो गल्ती हुन्छ, जब जब तपाईँ र मैले गल्ती गर्छौँ अनि परमेश्वरको अनाज्ञाकारिताको कामहरू गर्छौँ भने तपाईँ र मेरो जीवनमा होइन, तर त्यसले चाहिँ तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो साथीभाइको बीचमा र तपाईँ र मेरो मण्डलीमा त्यसले चाहिँ के ल्याउँछ त? दुःखहरू ल्याउँदछ।
त्यसैले जब हामीले परमेश्वरलाई चिन्दछौँ, हामीले चिनेका छौँ, अनि त्यो परमेश्वरलाई चाहिँ हामीले के गर्नुपर्छ त? निरन्तरता उहाँलाई चाहिँ हामीले आज्ञाकारिता पालन गर्नु पर्दछ। अनि जब तपाईँ र मैले त्यो गर्छौँ, तपाईँ र मेरो परिवारमा, तपाईँ र मेरो मण्डलीमा, तपाईँ र मेरो कम्युनिटीमा अनि असल कुराहरू आउँदछ। अनि त्यस्तै गरेर अनि हामीले योनाले के गर्नुभयो त? 4 मा हामी हेर्छौँ भने 4 मा योनाले चाहिँ आफ्नो के गरे त? गल्ती चाहिँ स्वीकार गरे र उनी के गरे त? बचाइए। अनि योनाले चाहिँ के गर्नुभयो त? आफ्नो गल्तीलाई स्वीकार गर्नुभयो। अनि उनी मात्र होइन, तर उनका त्यो शिवका मानिसहरू सबै के गरे त? बचाइएको कुराहरू पाउँदछौँ। मिन्स यहाँनिर चाहिँ योनाले कन्फेस गरेको कुराहरू पाउँछौँ अनि परमेश्वरले उनलाई बचाएको कुराहरू हामी देख्दछौँ। अनि जब जब तपाईँ र मैले पश्चाताप हृदय लिएर अनि पश्चाताप गरेर परमेश्वर कहाँ जान्छौँ भने त्यसले तपाईँ र मलाई असल कुराहरू हामीले पाउन सक्दछौँ, मिन्स क्षमा पाउँदछौँ। अनि हामीले सिकेका छौँ। अनि पश्चाताप चाहिँ 2 किसिमको छ। अनि जुन एउटा पश्चाताप, जुन गट्ली पश्चातापले चाहिँ परमेश्वरसँग असल सम्बन्ध बनाउँछ, अनि त्यो मात्र होइन, परमेश्वरका मानिसहरूसँग अनि जातिहरूसँग अनि परमेश्वरको मण्डलीमा त्यसले असल सम्बन्ध निर्माण गर्दछ। तर वर्ल्डली पश्चातापले चाहिँ के गर्दछ त? क्षणिकको लागि असर बनाउँछ, तर त्यसले अन्त दिन सक्दैन। त्यसैले हामी यहाँ हेर्छौँ भने योनाले चाहिँ के गरे त? कन्फेस गरेको कुराहरू, आफ्नो गल्तीलाई स्वीकार गरेको कुराहरू पाउँदछौँ अनि परमेश्वरले उनलाई के गरे त? बचाए। अनि तब तिनीहरूले सोधे, हामीलाई भन्, हामी माथि यो आपत ल्याउनेको को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएको हो? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ? र तिनले जवाफ दिएर भने, म एक हिब्रू हुँ। हेर्नुहोस् त, म एक हिब्रू हुँ अनि म स्वर्गको परमेश्वरको के गर्छु त? आराधना गर्छु, जसले समुद्र र जमिन दुवै के गर्नुभयो त? बनाउनु भयो। अनि त्यस्तै गरेर 12 मा तिनले जवाफ दिए र मलाई उचालेर के गरिदियो त? समुद्रमा फालिदियो। हेर्नुहोस् त यहाँनिर अनि योनाले चाहिँ आफूले गरेको गल्तीहरू उनले स्वीकार गरे अनि उनको कारणले गर्दाखेरि चाहिँ शिपमा रहेका मानिसहरूको अथवा शिप चालकहरूको जीवनमा के आयो त? विपदहरू अनि समस्याहरू आएको उनले रियलाइज गरे। अनि उनले चाहिँ भने, मलाई उचालेर समुद्रमा फालिदियो। यहाँनिर हामी हेर्छौँ भने कायनुनले पश्चाताप गरेको कुराहरू हामी पाउँदछौँ। अनि समुद्र शान्त हुनेछ। अनि जब उसलाई फाले अनि त्यसपछि के भयो त? समुद्र शान्त भयो, किनकि मेरै कारणले गर्दा तिनीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु। अनि यहाँनिर कन्फिडेन्सका साथमा योनाले भनेका छन् र यी सबै कुराहरू आँधी अनि प्रचण्ड आँधीहरू आउनुको अनि यिनीहरूले दुःख पाउनु अनि यिनीहरू अप्ठ्यारो पर्नुको मूल उद्देश्य चाहिँ मबाट भएको हो भन्ने कुरा उनले चाहिँ यहाँनिर भनेका कुराहरू हामी पाउँदछौँ। अनि त्यस्तै गरेर तिनीहरूले योनालाई उचालेर के गरिदिए त? अब समुद्रमा फालिदिए र ओर्लेको समुद्र शान्त भइहाल्यो। हेर्नुहोस् त, उसलाई फालेपछि समुद्र शान्त भइहाल्यो। त्यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि परमप्रभु तपाईँलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ। सो यहाँबाट हामीले के कुराहरू हामी सिक्न पाउँदछौँ भन्दाखेरि योनाले यहाँ गएर चाहिँ आफूले गरेको गल्तीलाई चाहिँ स्वीकार गरेर अनि को कुराहरू हामी पाउँदछौँ। अनि अरूको जीवनमा समस्या ल्याउनु भन्दा मैले गरेको गल्तीको भागीदार मैले भोग्नुपर्छ भन्ने कुराहरू अनि मलाई समुद्रमा फालिदियो भनेर यहाँनिर योनाले भनेको छ। अनि जब उसलाई फाले अनि तुरुन्तै के भयो त? समुद्र के भयो त? त्यहाँनिर शान्त भयो। अनि हामीले अर्को हप्ता हेर्नेछौँ त्यस पछाडि के भयो भन्ने कुराहरू। अनि उसलाई समुद्रमा फालियो
अनि त्यसको परमेश्वरले हाम्रो अनआज्ञाकारितालाई पनि अनुग्रहपूर्वक हामी भित्र र हामी मार्फत काम गर्नको निम्ति के गर्नुहुन्छ त प्रयोग गर्नुहुन्छ. God uses even our disobedience to graciously work in and through us. अनि परमेश्वरले चाहिँ तपाईँ र मबाट काम गर्नुहुन्छ. अनि यहाँ योनाको जीवनबाट इभन उनले अनआज्ञाकारिताको काम गरे तापनि उनले ती कुराहरूलाई कन्फेस गरेको कारणले गर्दाखेरि त्यहाँनिर अरू मरिनका जुन शिप चालकहरू बाँचेको कुराहरू हामी पाउँदछौँ. त्यसैले आज लाखौँ मानिसहरूले तपाईँ र मलाई के गरिरहनु भएको छ त वेट गरिरहनु भएको छ, कुरिरहनु भएको छ. अनि त्यसैले अब हामीले चाहिँ उनीहरूलाई परमेश्वरको सुसमाचार सुनाउनु परेको छ. अनि परमेश्वरको बोलावट चाहिँ अरू मानिसहरूलाई सुसमाचार सुनाउनको निम्ति हो. अनि उहाँको प्रचार गर्नको निम्ति परमेश्वरले त्यो बोलावट दिनुभएको छ. त्यसैले म तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु. अनि प्रचार अनि चेलापनको कुराहरू चाहिँ हामीले पृथ्वीमा यस संसारमा हुँदा नै हामीले के गर्नुपर्दछ त सिद्धाउनु पर्दछ. अनि जब हामी स्वर्गमा जान्छौँ, देयर इज नो मोर डिसाइपलशिप सिस्टम बट यु निड टु फिनिस वाइल यु आर अन अर्थ. अनि हामी जब यस संसारमा हुँदाखेरि नै हामीले हाम्रो परमेश्वरको बोलावट चाहिँ पुरा गर्न हामी चाहिँ चुक्नु हुँदैन. अनि पुरा गर्न चाहिँ हामी अगाडि बढिरहनु पर्दछ. अनि त्यो परमेश्वरको बोलावट इट नट जस्ट मी, इट नट जस्ट समवान, इट नट जस्ट फर समथिङ एल्स, बट हामी सबैलाई परमेश्वरको बोलावट पुरा गर्नको निम्ति प्रभुले बोलाउनु भएको छ. अनि तपाईँ र मेरो निनावे चाहिँ तपाईँ र म काम गर्ने ठाउँ, अनि तपाईँ र म बस्ने ठाउँ, अनि तपाईँ र म हिँड्ने अनि खाने ठाउँ चाहिँ तपाईँ र मेरो निम्बावे हो. अनि परमेश्वरले तपाईँ र मलाई पठाउनुको मेन उद्देश्य चाहिँ उहाँको प्रचार गर्नु हो. आमेन. सो कतिजना तपाईँहरू तयारी हुनुहुन्छ अब परमेश्वरको बोलावटलाई पालन गर्न अनि परमेश्वरको बोलावटलाई पुरा गर्न तपाईँहरू कतिजना तयारी हुनुहुन्छ? यदि तयारी हुनुहुन्छ भने परमेश्वरले तपाईँलाई प्रयोग गर्नुहुनेछ. आमेन. अनि त्यस्तै गरेर आज हाम्रो टेक अवेमा परमेश्वरले हामीलाई अरू मानिसहरूलाई सुसमाचार पुर्याउने काममा उहाँसँग साझेदार हुनको लागि निरन्तर बोलावट गरिरहनु भएको छ. आमेन. It's not just one time, it's not just 2 times, it's not just 3 times, तर परमेश्वरले तपाईँ र मलाई कन्टिन्यू उहाँले चाहिँ के गर्नुभएको छ त उहाँको सुसमाचारको लागि सहभागिता हुनको लागि साझेदार हुनको लागि निरन्तरता 24/7 आवर 365 डेज तपाईँ र मलाई बोलाउनु भएको छ. त्यसैले आज तपाईँ कतिजना तयार हुनुहुन्छ? यदि तपाईँ तयार हुनुहुन्छ भने आज परमेश्वरले तपाईँको जीवनद्वारा अचम्मको काम गर्न चाहनुभएको छ. आमेन. र मलाई आशा छ आजको वचनबाट हामीले धेरै कुराहरू हामी सिकेका छौँ. अब हामी योना जस्तो हामी बन्दैनौँ अनि परमेश्वरको बोलावटबाट हामी भाग्दैनौँ भन्ने मलाई पूर्ण ग्यारेन्टी छ. र म यसमा निर्धक गर्छु र आजबाट उसो तपाईँहरूले परमेश्वरको बोलावटलाई सुनेर उहाँको प्रचार गर्नुहुनेछ. आमेन. आउनुहोस् उठाउँ हामी सबैले परमेश्वरको वचनको निम्ति हामी धन्यवाद दिनेछौँ अनि म प्रार्थना गर्नेछु. प्रभु येशू तपाईँलाई धन्यवाद छ अनि विशेष गरेर प्रभु आजको वचन प्रभु जसरी तपाईँले योनाको पुस्तकमा 1 अध्यायबाट प्रभु तपाईँले बोल्नुभयो त्यसको निम्ति प्रभु हामी तपाईँलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ. किनकि प्रभु तपाईँ असल परमेश्वर हुनुहुन्छ, किनकि प्रभु तपाईँ अनि असल प्रभुहरूका प्रभु हुनुहुन्छ. धन्यवाद छ प्रभु त्यो बोलावटको निम्ति. प्रभु म प्रार्थना गर्छु हामीलाई योना जस्तो होइन तर प्रभु हामीलाई तपाईँको आफ्नो चेला जस्तै प्रभु हामीलाई बनाउनुहोस्.
अनि हामी सुखमा अनि असल अनि सजिलो कुराहरूमा मात्र हामी यस भन्ने होइन, तर प्रभु हामीलाई डिफिकल्टिज कुराहरूमा अनि जस्तो सुकै परिस्थितिमा पनि हामीलाई प्रभु तपाईँको बोलावटको आज्ञा पालन गर्न अनि तपाईँको वचन पालन गर्नलाई प्रभु हामी हरेकलाई प्रभु तयारी बनाउनुहोस्। प्रभु धन्यवाद छ आजको यो वचनबाट प्रभु हामीले ठुलो एउटा शिक्षा लिने मौका पाएका छौँ र म प्रार्थना गर्छु आज सम्पूर्ण मण्डली मिलेर हामीले प्रार्थना गरेका छौँ। प्रभु आजदेखि उसो तपाईँको बोलावटबाट हामी भाग्न चाहँदैनौँ, तपाईँको बोलावटमा रहेर तपाईँसँग साझेदारी हुन चाहन्छौँ अनि तपाईँको वचन प्रचार गर्न चाहन्छौँ। प्रभु धन्यवाद छ, हामीलाई सहायता गर्नुहोस् प्रभु, तपाईँले हामीलाई डोराउनुहोस् प्रभु, तपाईँले हामीलाई चलाउनुहोस् प्रभु, हाम्रो बस्ने ठाउँमा, काम गर्ने ठाउँमा, हिँड्ने ठाउँमा, हाम्रो साथीभाइहरूको बिचमा प्रभु हामीलाई एक्जाम्पल भएर तपाईँको बोलावट पुरा गर्नलाई प्रभु हामीलाई सहायता गर्नुहोस् भनिकन बिन्ती अनि प्रार्थना चढाउँछु। प्रभु धन्यवाद छ प्रभु, तपाईँले सहायता गर्नुहोस्, आशिष दिनुहोस् अनि जतिजना भाइ बहिनीहरू छन् प्रभु उहाँहरूलाई पनि आशिष दिनुहोस् अनि जतिजना कामको खोजीमा छन् आशिष दिनुहोस्, उहाँहरूको प्रोफेसन अनुसार प्रभु तपाईँले कामहरू जुटाइदिनुहोस् अनि कतिजना बिरामी हुनुहुन्छ प्रभु तपाईँले चङ्गाइदिनुहोस्, किनकि प्रभु तपाईँ निको बनाउने अनि चङ्गाइदिने परमेश्वर हुनुहुन्छ। धन्यवाद छ प्रभु आजको यो महान अनि असल अनि पावरफुल वचन प्रभु तपाईँले हाम्रो माझमा बोल्नु भएको लागि प्रभु तपाईँलाई धन्यवाद दिँदै आशिष माग्छौँ। प्रभु जीवित येशू तपाईँको उच्च अनि पवित्र नाममा हामी सबैले भन्नेछौँ आमेन। हुन्छ, यहाँहरू सबैलाई जय मसीह। आजको सेवाबाट तपाईँहरू सबैलाई म तपाईँहरूबाट बिदा लिन चाहन्छु र आउने दिनमा अनि आउने हप्ता फेरि हामी भेट्नेछौँ अनि परमेश्वरले तपाईँहरूको जीवनमा, तपाईँहरूको परिवारमा, तपाईँहरूको काममा, तपाईँहरूको स्वास्थ्यमा प्रभुले आशिष दिनुभएको होस्। आमेन। हुन्छ, यहाँहरू सबैलाई जय मसीह।